guys, my name is Ajin. आज चाहिँ हामी मज्नु भाइसँग कस्टम खेल्न गइरहेको छौँ। फर्स्टमा चाहिँ हामी लोलीमा कस्टम खेल्छौँ ड्युलमा, अनि त्यसपछि चाहिँ मैले कस्टम बनाएर अनलिमिटेड वाल राखेर खेल्छौँ बर्मुडा ब्याचमा। अरूको लागि स्टार्ट गरौँ। अनि यो चाहिँ हेडसट ओन्लीवाला होइन, आई डोन्ट थिङ्क यो हेडसट ओन्लीवाला होइन। I think you headset only वाला हो। मैले के भने? Sorry for that. Suspense चल रहा है। What are that? बॉडीले मारिदिनु गाइस। अब गाइस मैले पनि अब अलिकति बडी पनि हान्नु पर्यो गाइस। एकैछिन माइक एडजस्ट गर्छु। वेट मज्नु भाइ, वेट। एक्चुअली मज्नु भाइ इज माई अङ्कल। भन्नु पर्दाखेरि लाइक माई फ्रेन्ड। To get the hole. I didn't know that. इधर से उधर किधर जा रहा है भाई तू? क्या पूछ रहे थे थोड़ी? कहाँबाट आएर नदेख्ने पाराले हाने त यार गाइस। हुन त मेरो हातमा बसेर पनि हो, नत्र त म यस्तो दामी हान्थेँ नि गाइस। आउनु न त, कममा आइदिनु न त। यो अमको स्क्रिन चाहिँ पहिला थियो कि, पहिला यो सेतो डटै हुन्थ्यो अनि इमेज बटनलाई बिचमा राख्नु खुट्टा निकालेर बस्नु हुँदैन। मेरी मारेगा तू। टक्कै तयार छ 50 को ड्यामेज भयो। अब एक गोलीमा मर्ने मान्छे हेक्टिक घाँटीमा लागेको छ गाइस। त्यसो ओममा अलिकति म नुबै छु, किनकि छिटो नै स्विच गर्छु अनि यो एकपल्टले हान्नु पाउँदैन त्यस्तो टाइपको छ मेरो। किन उभिएर मात्रै बस्नु? खै थाहा भएन गाइस, किन उभिएर मात्रै बसिरहेको। आई डोन्ट नो हिँडेर मात्रै इमोट हान्न खोजेँ। ओके M5 होइन यो M590 एक गोलीमा मर्ने मान्छे यार गाइस।
It is so much frustrating. एकैछिन माइक मिलाउँदैछु लाइन ट्रान्सफर भयो कहिले आएको यार गाइस त्यहाँबाट यो माइक राख्ने ठाउँ भएन कि त्यो यसमा त्यो थियो त्यो घाँटीमा अड्काउनेवाला त्यो थियो गायब भयो कि गाइस ओके गाइस अब चाहिँ यो गर्न खेल्नु पर्यो यो माइक पनि गाइस अब यस्तो रिस उठाउँछ नि झर्दिन्छु हेर रे यो मान्छे चाहिँ भुतेर बसिरहने हो नि ड्रम सर्ट हालिदिन्छ यसरी बसिरहने त्यो मान्छे यही चिज पछाडितिर होला कन्टेनर पछाडितिर मेरो जसतिर लाइक कता हो कि हेरारी हो ब्रो त्यहाँ मैले खै मुन्डी नदेखाइकन बल्ल लाग्यो क्या यस्तो मलाई भइरहेको थियो 4 राउन्ड त दिएको हो रिसेर त्यहाँबाट पर्दैछ अलिकति मिलाएर हेर्दै नहेरिकन यो ठिक छ अब अझै एउटा क्वेसन बाँकी छ जसरी मैले भनेको थिएँ ओके गाइस कसरी यार गाइस कसरी ओके गाइस अब मैले क्वेसन बनाउँछु त्यसलाई पनि एक पढ्दा हुन्छ अनि यहाँ म कस्तो बनाउँछु environment set only roughly format root slow throwable limit slow limit no spectate function special mode on GT हटाइदिने USB हटाइदिने डिजिटल राख्ने M1917 भनेको नि हो फार्मस हटाउने M41 पनि हटाउने किङफिसर हटाउने P90 MP5 राख्दा पनि हुन्छ म्याक 10 पनि हैन म्याक 10 त त्यो हैन म्याक 10 नराख्ने स्पास राख्दा हुन्छ थम्सन नराख्ने प्रोजन नराख्ने M1014 राख्ने XM8 नराख्ने अग नराख्ने M590 राख्ने
चार्ज बस्टर नराख्ने AK-47 नराख्ने यो राख्ने सर्ट गन एक्स वाला राख्ने वुड पिकर र AC-80 दुवै राख्ने चार्ज बस्टर चाहिँ नराख्ने अनि MA2B भने कुन थियो अरे त्यसलाई पनि नराख्ने ओमलाई राख्दिन म त खै गाइस मलाई किन हाँस उठिरहेको छु ग्रेनेड नराख्ने स्मोक ग्रेनेड नराख्ने ड्र्यागन फ्रिज नराख्ने फ्ल्यास ब्याङ नराख्ने ग्लुवाल राख्ने फ्री राख्ने भेस्ट लेभल 4 हेलमेट लेभल 4 राख्ने ओइ त्यसको त मैले त्यो नै बनाउँ चाहिँदैन नि भेस्ट रिपेयर किट छैन मसरुम लेभल ठिक छ क्रिएट हो इन्भाइट फ्रेन्ड्स मजुनो गेमिङलाई बोलाउनु ए प्ले गाइस मलाई खै आज किन हो धेरै नै हाँस उठिरहेको छ गाइस एक्स वाला राखेको थिएन गाइस म कसरी भए पनि मर्दिनँ this thing guys मान्छे गाइस मेरो टाउको धेरै राम्रो देखिन्छ कहाँ छ यो मान्छे कस्तो यार मुन्डी मात्र देखाएर हान्न खोज्छ यस्तो रिस उठ्छ guys kita mau train run dulu first blood you for your home to one tap 3 टैप वस्तु को 3 टैप रे headshot गयो guys headshot अनि यो चाहिँ हाम्रो परम्परा हो गाइस कस्तो धेरै हुन्छ भने यो परम्परा उताबाट पनि आवाज आइरहेको होला तपाईहरुलाई दिल्लीमा कतिवटा भएछ अघि अङ्कल गन लुटेर फ्री हो नखुलेसम्म त फ्री नै हो अनि अस्तिदेखि मैले यो खेलेको छैन कि आइडी यो आइडीमा धेरै भइसक्यो मैले विन्चेस्टर पनि राख्नुपर्ने रहेछ विन्चेस्टरमा मेरो मिठो जान्छ अर्को पालि क्यारेक्टर स्किल पनि आउँछ आफ्नो भन्दा ओइ ओइ ओइ
ग्लू हाल्दा ल ल ल ल ल भने छोडिदिरहेको थिएँ ल हान्दिरा ल यस्तो यार यस्तो मुन्डी यस्तो गरेर आयो हामीलाई गाइस अब यस्तो यस्तो मुझे मार गाइस धोखाधडी भइरहेछ गाइस यहाँ अहिले कसरी ये बातें बताई नहीं जाती मानो इसने बताया गाइस मैले त्यस्तो 192 को हेडसट हालेको थिएँ यार यो मैले हेलमेटै नराख्नु पर्ने रहेछ रिनले खायो अघि त रिन पनि चार्ज थिएन गाइस अघि त ग्लुवालमै रिन गयो धन्न गाइस मजा आयो अघि त्यो बडी थियो त्यही भएर मात्र हारे हो हेडसट मात्र भएपछि त म जितिहाल्छु नि अनि गाइस मग्नु भाइलाई चाहिँ नेम चेन्ज कार्ड चाहियो अरे अनि कुन के नेम राख्ने रे अङ्कल ओ मज्नु अनिल के यार फेरि रिङ गयो यार यही छ खै कहाँ गयो मैले उता हेरेको थिएँ त्यही भएर मात्रै हो कि मैले यस्तो हेर्नु लागेको थिएँ थोरै त्यही भएर ठिक छ 2-2 म यो लिन्छु होइन ओ यो लिन्छु रिन फेरि चार्जै भएरहेछ First blood. यो जम्प सट हुँदैन है यार किन हुँदैन कस्तो गाइस म हारिरहेछु गाइस अघि जस्तो वान ट्याप लाग्नु पर्यो है ओ यहाँ माथि माथि चढेर हुँदैन है तलै खेल्नु पुरै मात्र हो बुट्टे गरी लिनु पर्नेछ गाइस एक सर्टमा चाहिँ किन मसँग पनि पेसेस छ यार त्यहाँबाट पुट्टेको आवाज आइरहेको थियो म त कति नै भिड होला भनेको अब यहाँ दुवान राखेर यसरी नै गरेर आवाज निकाल्छ कि त्यो मान्छेले मलाई खानु भयो जस्तो ए म त माथि चढेँ है सरी तल झर्दैछु तल झर्दैछु ल अब सुरु किधर है वो कस्तो यार यो मान्छे त अति क्याम्पर यार
सब रेडी पारेर राख्नुपर्छ गाइस स्पेयर लाइसकेको थियो उइ 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 क्या बजाउँछ एकछिन ए नाइरेको छ यार यो मान्छेसँग कस्तो यार गाइस जोनलाई हटाउनु मिल्दैन गाइस कस्टममा मलाई रुन्छ भन्छ गाइस एकदम राम्रो हुन त मैले क्लच पनि हानेको छु CS मा हिजो त झन् एक क्याचमा पुरै एस देखो देखो आ गए देखो किधर है आज भी वही दिल फिर बेकरार है घचार 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 यसले फेरि लोकेसन देखाएको देखेर चाहिँ मजा आउँछ कि मिठो हेडसेट लाग्यो गाइस बल्ल लाग्यो त्यो अघिसम्म त्यो हुँदै भएको थिएन गाइस अहिले बल्ल लाग्यो ठिक छ होइन म चाहिँ अलिकति 6 years old जस्तो मान्छे छैन अहिले किनकि मैले खेलेको छैन कि गाइस धेरै मैले चाहिँ CS पुसारेर चाहिँ त्यस्तो हेडसेट हान्नु त्यति बानी पारेको छैन अहिले मैले त पुरै वान ट्याप बाइक हालिदिन्थेँ म वान ट्याप अनि पनि अन्त त्यतिबाट त पुरै रातै मेरो फर्स्ट भिडियो नै त्यही छ गाइस प्लिज गो एन्ड वाच इट अरू त लाग्दै लाग्दैन नि First blood. रिम ल्याएर चाहिँ यो मान्छेले पनि तेरेको त मे भयो अपन ढुकेला गाइस यो माइकलाई चाहिँ के गर्ने होला खस्या खसी गर्छ त्यही भएर पनि म हारे हो के नत्र भए त म हार्दिन थिएँ त एकछिन है यहाँ यसरी केही गर्नलाई हुन्थ्यो कि गाइस अब यो न गाइस सुनिरहनु भएको छ भने सुनिरहनु भएको छ नत्र सुनिरहनु भएको छ आई डोन्ट केयर ओइ ओइ एउटा गोली किन नलागे एउटा रिनको त्यो किन नलागे मजा आयो गाइस बुटे हो मैले बुटे के गरिदिन्छ लुकिस जम्पिङ गरिस भन्नुपर्ने मैले प्याक गरेको बुझ्दैन मान्छे प्याक किन गर्ने त म प्याक किन गर्ने नगर्छ आई डोन्ट लाइक प्याकिङ मर्सकेको मान्छे पनि फेरि जिन्दा हुन्छ त्यो प्याकिङ हा
माफे के थियो रे त्यो माई के थियो के त्यो My attacks has no effects to you. Who decided that? First blood. उठाएर त्यो हेड बाइक लागेको छैन है गाइस हेडभन्दा तलै आएको थिएन भएको थियो सक्यो मान्छे सक्यो ओके गाइस यो चाहिँ धेरै लामो भिडियो भइसकेको रहेछ आधी घन्टा होला यो सुरु गरेको अनि मेरो चार्ज पनि बढी छैन 35 भन्दा यो मान्छे किधर से आएगा कहाँ से मारेगा कैसे मारेगा किसको नहीं पता लाइक मी First blood. आज बार हान्दिन्छु नि गाइस अलिकति छुट्टै टाइपको मान्छेहरू नसक्दैन त्यही प्याक गरेर हान्यो अब तपाईँले बुझ्नुभयो भने बुझ्नुभयो नत्र बुझ्नु भएन मैले के भनेको भएर ओके यही साइडको मान्छेले सुन्ने आवाजले त बोल्न सक्दिनँ म As I decided भएको त थियो तर गाइस भएन परे अलिकति पर्मानेन्ट समयमा सिफ्ट भयो त्यो मान्छे के चाहिँ छ यो मान्छेको माथि हो यसको यो खोज भइरहेछ माथि गइरहेछ अच्छा किन फुटाएर हेर त जाने हो कति नै मलाई आवाज कति नै मलाई त्यसले फुटायो हिसाब बराबर अघि पनि म सुनले मारेको थिएँ आजको लागि यति नै आधी घन्टा बितिसक्यो आजको लागि यति नै त्यति बेलासम्मको लागि बाई बाई